वैदेशिक रोजगारमा गएको व्यक्तिको पारिवारिक समस्या चाहिँ कसरी हुन्छ हैन, उनीहरूको चाहिँ परिवारमा चाहिँ कसरी विखण्डन हुन्छन्। साथीहरू, तपाईहरु सबैजनालाई चाहिँ मेरो भ्लगमा वेलकम छ। म चाहिँ आज के कुरा गर्न गइरहेको छु भने वैदेशिक रोजगारमा गएका व्यक्तिहरूको परिवार चाहिँ किन बिग्रिन्छन् भन्ने बारेमा हजुरलाई जानकारी गराउन गइरहेको छु। के छ भनेपछि हैन, परिवार बिग्रिने भनेको चाहिँ सँगै भए पनि बिग्रिनेहरू चाहिँ बिग्रिरहेका हुन्छन् हैन। कसैको अब श्रीमती मात्रै बिग्रिने भन्ने कुरा हुँदैन, कसैको श्रीमान पनि बिग्रिरहेको हुन्छन्, साथमा भएर पनि बिग्रिरहेको हुन्छन् हैन। तर विशेष गरी चाहिँ बिग्रिने वैदेशिक रोजगारमा गएका व्यक्तिहरूका चाहिँ श्रीमतीहरू बिग्रिएको देख्न सकिन्छ कि धेरै जसो घर गाउँ छर छिमेकमा चाहिँ त्यो देख्न सकिन्छ। त्यसको चाहिँ कारण के होला भन्ने कुरा चाहिँ मैले यहाँ आएर पनि धेरै कुराहरू बुझेँ कि हैन। त्यो बिग्रिनेको एउटा मुख्य कारण के हो भनेपछि टाइम दिन नसक्नु रहेछ के। मैले चाहिँ धेरै साथीहरूको चाहिँ देखिरहेको हुन्छु हैन, घरहरू बिग्रिएको, परिवारहरूले छोडेर गएको, पैसाहरू खाएर हिँडिदिएको, बालबच्चाहरू अलपत्र पारिदिएको, यस्तो कुराहरू मैले चाहिँ धेरै देखेको छु। त्यसको आधारमा मैले विदेशमा आएपछि पनि यो सबै कुराहरू मैले पनि भोगेँ नि त। म यता आएको 3 वर्ष भयो वैदेशिक रोजगारमा काम गर्नको लागि। यो के रहेछ भने सबैभन्दा ठुलो कुरा चाहिँ परिवारलाई चाहिँ टाइम दिन नसक्नु के। यो महिलाहरूको स्वभाव कस्तो हुन्छ भनेपछि यो उनीहरू चाहिँ आफ्नो कुराहरू, आफ्नो पीडाहरू चाहिँ एकदम व्यक्त गर्न खोज्ने हैन। आफ्नो चाहिँ श्रीमानलाई चाहिँ आफ्नो कुराहरू, सबै कुराहरू खोल्ने एउटा साथी चाहिन्छ कि उनीहरूलाई। केटाहरूले भनेको चाहिँ केटाहरूको कस्तो स्वभाव हुन्छ भने उनीहरूको भित्री स्वभाव हुन्छ, उनीहरू चाहिँ हरेक कुरा राख्न सक्छन् हैन, उनीहरू चाहिँ सम्हाल्न सक्छन् भने केटीहरूले चाहिँ आफ्नो मनमा हृदयमा चाहिँ कुरा राख्न सक्दैनन् कि। केही न केही कुराहरू उनीहरू पोख्न खोज्छन्। पोख्न खोज्दाखेरि चाहिँ उनीहरू साथी खोज्छन्। अब आफ्नो श्रीमानको हालत के हुन्छ भनेपछि अब ड्युटी गर्छ, उसको हैन 12 घन्टा 14 घन्टा ड्युटी हुन्छ। ड्युटीमा जान 2 घन्टा, आउन 2 घन्टा लागिहाल्छ, ट्राभल नै टाइम 3-4 घन्टा लाग्छ। ड्युटी गर्नु पर्यो 12 घन्टा, त्यसपछि गएर उसले करिबन 16-17 घन्टा चाहिँ उसले त्यतिकै आफ्नो ड्युटीको लागि बिचरा हुन्छ। अनि आफ्नो खाना बनाउनु पर्यो, खाना पर्यो हैन, उनीहरूले पाइरहेको हुँदैन। घरमा फोन गर्न समस्या भएर टाइम दिन पाइरहेको हुन्न। अनि फेरि नेपालमा र विदेशमा टाइम फरक हुन्छ, 2-3 घन्टा 3-4 घन्टा फरक हुन्छ र भने अनुसारले उसले फोनमा टाइम दिन पाउँदैन। नपाएको कारणले उनको परिवारहरूले चाहिँ विभिन्न किसिमको सोसल मिडियाहरूबाट चाहिँ अरू व्यक्तिहरूसँग लाग्न सक्ने एउटा सम्भावना र बिग्रिन सक्ने कारण एउटा त्यो भयो। अर्को के छ भनेपछि उनीहरू आफ्नो घर, आफ्नो छिमेक हैन, आफ्नो गाउँमा चाहिँ नराखेर के गर्छन् त, दोस्रो नम्बरमा उनीहरूले घरमा छिमेकमा हैन गाउँमा नराखेर उनीहरूले सहरमा लिएर हिँड्छन् के। सहरमा बच्चा पढाउने न्युमा, केही सिप गराउने न्युमा, रोजगारीको न्युमा चाहिँ श्रीमतीहरूलाई घरमा नराखेर सहरमा लिएर राख्छन्। अनि सहरमा लिएर राखिसकेपछि के हुन्छ त, उनीहरूको श्रीमतीहरू चाहिँ मा काम नभएको कारणले, बिजी नहुने कारणले पनि गर्दाखेरि उनीहरू बिग्रिन सक्ने सम्भावना त्यो दोस्रो नम्बरमा त्यो हो। तेस्रो नम्बरमा के छ भनेपछि शङ्का गर्छ के हैन। श्रीमानले श्रीमतीको शङ्का गर्ने, श्रीमतीले श्रीमानको शङ्का गर्ने कारणले पनि ऊ मान्छेहरू बिग्रिन सक्ने सम्भावना बढी हुन्छ क्या। शङ्का गर्छ क्या, किसकिस गरिरहन्छ, तँ कहाँ थिइस्, तँ के गरिरहेको थिइस्, तँ कोसँग हिँडिरहेको थिइस् भनेर बार उसलाई एकअर्कालाई शङ्का गर्ने कारणले गर्दाखेरि पनि सम्बन्धमा ऊ आउँछ कि, सम्बन्धमा दरार आउँछ। त्यही भएर यो मेन कुरा चाहिँ 3वटा कुरा रहेछ। एउटा चाहिँ परदेशमा गएको व्यक्तिले चाहिँ पर्याप्त मात्रामा समय नदिनु र महिलाहरूले चाहिँ आफ्नो मनको कुराहरू खोल्न नपाउनु र अरूसँग मनको कुराहरू खोल्नु। बिस्तारै मनको कुरा खोल्दै गएपछि उनीहरूले सम्बन्ध गाँसिन्छ, भेटिन्छ हैन। त्यसपछि गएर सबै कुराहरू चाहिँ खोल्न पनि तयार हुन्छन् उनीहरू र त्यसकै कारणले चाहिँ लहलैमा परिवारहरू, घरहरू बिग्रिन्छ। एउटा कारण त्यो भयो। दोस्रो कारणमा चाहिँ आफ्नो परिवारबाट चाहिँ टाढा राख्नु हैन, गाउँबाट, परिवारबाट, छिमेकबाट, आफन्तहरूबाट टाढा चाहिँ सहरमा कतैमा लगेर राखिदिनु। 2 नम्बरमा त्यो भयो। 3 नम्बरमा भयो भने अत्यधिक शङ्का गर्ने के। अत्यधिक शङ्का गर्नेको कारणले चाहिँ वैदेशिक रोजगारमा गएका परिवारका सम्बन्धहरू बिग्रिने कारणहरू यिनीहरू नै हुन् भनेर मैले चाहिँ आफू आएर भोगेको कारणले चाहिँ हजुरहरूलाई चाहिँ यो जानकारी गराहो। हजुरहरूलाई कस्तो लाग्छ, यसमा चाहिँ केही थप्नु छ भने पनि कृपया कमेन्ट गर्नुहोला। र यस्तै अन्य वैदेशिक रोजगार सम्बन्धीका, सेक्युरिटी गार्डहरू सम्बन्धीका कुराहरू सोध्न मन लाग्यो भने कृपया मलाई चाहिँ मेसेज गर्नुहोला। साथीहरू, अन्तिमसम्म भिडियो हेरेर मलाई साथ दिनुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। यस्तै अन्य सेक्युरिटी गार्ड सम्बन्धी भिडियोहरू पाउनको लागि कृपया मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला र मसँग जोडिनुहोला। थ्याङ्क यू सो मच। नमस्ते।